चाहिँ सुरु भयो दसैँ चेस गाइस 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 लय 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 दसैँ स्पेशल यसलाई चाहिँ के भन्छ अरे चिकन रोस्ट होइन दसैँ आइसक्यो है गाइस छालासँगको होइन नेपालको जस्तै टक्कसँगले भाग लाएर चाहिँ ल्याम्म चाहिँ ल्याएको मासु सबै नरम गरम होइन मोल्दाखेरि उता हुन्छ माल्दै लाउनु न के हो भने दशहरा यति दशहरा यसको के बनाउने दाजु हेलो गाइस वेलकम ब्याक टु माई अनदर एपिसोड यहाँ हेर्न सक्नुहुन्छ मुखमा फेरि आज यस्तो छ के छ भनेर छुर्पी चपेर खाएछ क्या के छ हजुर कपडाएर बजार सन्चै हुन्छ होला मेरो पनि ठिकै फाइन छ होइन अनि टक्कसँगले चाहिँ सबै साथीहरूलाई चाहिँ ह्याप्पी दसैँ भन्न चाहन्छु होइन हाम्रोतिर पनि हल्का दसैँ आइसक्यो उतातिर त आइसक्यो होला पक्कै पनि नेपालतिर त होइन गाइजहरू हाम्रो चाहिँ किनमेल कार्यक्रम हुँदैछ यहाँनिर टक्क गाइज गाइज भनेको गाइज हाम्रो माल तैले के हो गाइजहरू हानु टक्कसँगले यहाँ चाहिँ गार्लिक सार्लिक अदुवा सदुवा टक्कसँगले किनमेल गर्दै हुन्छ मुखमा फेरि यत्रो होइन चपाइराख्नु भएको छ है यस्तै हो सबैजनालाई एकदम दसैँको शुभकामना हामी चाहिँ हल्का आज चाहिँ दसैँ स्पेसल केही गरौँ भनेर चाहिँ होइन पार्टी हल्का सानो पार्टी फर्म भनेर चाहिँ मार्केटमा आइसकेको छु साथीहरू यहाँ चाहिँ अब सपिङहरू सुरु भइसक्यो यहाँ हेर्न सक्नुहुन्छ काँक्रा काँक्रा गाइसहरूले फेरि राम्रो हो आम्मा काँक्रा काँक्रा के भन्नु त यस्तो चाहिँ साथीहरू यो चाहिँ नेस्तो हाइपर मार्केट हो होइन त्यहाँभित्र हामी आइसक्छौँ भर्खर उठ्ने बित्तिकै आगो हामी चाहिँ यहाँनिर टक्क अब सपिङ गरेर जानुपर्ने हुन्छ हेर्दै गर्नु होला ल यस्तो छ गाइज हाम्रोतिर चाहिँ अब दसैँ होइन सुरु भइसक्यो टक्कसँगले मासु ल्याएर हेर्न सक्नुहुन्छ काट्दै हुन्छ मासु काट्दा काट्दै थाक्नु म जस्तो छ मासु चाहिँ भर्खर यति काट्दै हुनुहुन्छ होइन मिलियन मिलियनको मासु चाहिँ काट्दै हुनुहुन्छ होइन दसैँ आएको जस्तो लागिरहेको छ दाजु होइन अलिअलि अरे है हजुर काट्न मिलेन अलिकति हजुर हजुर 10 केजीको 2 केजी 40को हाल्ने 8 केजी जति टक्क अनि यो अब लास्टै है त्यस्तो त होइन होला यो चाहिँ के हो टाउको आँखा जस्तो छ है आँखा यो चाहिँ कराउँ सक्नुहुन्छ गाइज हाम्रो चाहिँ दसैँ आइसक्यो है गाइज छालासँगको होइन नेपालको जस्तै टक्कसँगले भाग लाएर चाहिँ ल्याम्म चाहिँ ल्याएको मासु सबै नरम गरम होइन सबै मिसिएको कलेजो मुटु अनि हाम्रो दाजुले मस्त काट्दै हुनुहुन्छ
दसैँ बोलाउँदै हुनुहुन्छ क्या अरे होइन मलाई भर्खर चाहिँ अब दसैँको भाइब्स आइरहेको छ क्या अब मासु नखाए नि त होइन सधैँ मासु त खाइराख्ने हो होइन छालावाला चाहिँ कहिलेकाहीँ झुकुलमुकुलमा पाइन्छ नत्र चाहिँ यसरी हामीले चाहिँ दसैँ कुट्नुपर्ने हुन्छ होइन कसो दाजुले चाहिँ यहाँ काट्दै हुनुहुन्छ टक्कसँगले अनि गाइज मैले पनि यहाँ काट्दैछु टक्कसँगले अनमोल दाइ एकदम व्यस्त हुनुहुन्छ अनमोल दाइ अनमोल दाइ फेरि उता हुन्छ माल दाइ लाउनु न के हो भने अनमोलमा भन्नुभयो त गाइज फाइनली हाम्रो चाहिँ सपिङ पनि भइसक्यो अनि एक ट्रक एक गाडी हेर्न सक्नुहुन्छ है पुरै रिसिभ चाहिँ सरर लामो छ अब चाहिँ हामी यहाँबाट जाँदैछौँ के हो भारीले पेल्यो जस्तो छ त आम्मामा थामुङ 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 अरे तामुङ 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 अरे पेल्यो 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 आम्मामा फेरि बाहिर चाहिँ यस्तो घाम लागेको रहेछ होइन टक्क टोलीहरूले चाहिँ गाडी कुदाउँदै हुनुहुन्छ एकदम गाडी चाहिँ हजुरहरूको दामी लाग्यो हो यो कहाँबाट लिनुभएको यो गाडी मलाई पनि यस्तै गाडी मन परेको छ यार ए हो त्यहाँ गाडी हुनुहुन्छ गाडी त्यस्तो छ हाम्रो चाहिँ होइन जिन्दगानी भनौँ सबैजनालाई दसैँ स्पेसलको ह्याप्पी दसैँ तराई तराई त्यस्तै छ ल है त गाइजहरू धेरै भन्नु होला हाम्रो चाहिँ गाइजहरू दसैँ विशेष कार्यक्रम भइसक्यो यहाँनिर प्रिपेयरको लागि पुरै तयारीमा हुनुहुन्छ यहाँनिर होइन पुरै पुलाउको लागि के सामानहरू छ गाइज अब चाहिँ हाम्रो चाहिँ माल सामान यहाँनिर तयारी हुँदैछ है यता पुरै टोलीहरू आमामा यहाँ चिकन होइन काट्दै हुनुहुन्छ भने यहाँ देख्न सक्नुहुन्छ राँगाको होइन टक्कसँगले बफेर राखेको टक्क यता मटन यस्तो छ यहाँ देखाउनु पऱ्यो नि त यस्तो लगाएको चाहिँ टक्क यहाँ चाहिँ चिकन बबाल पारामा चाहिँ यस्तो हाल्नुपर्छ है गाईहरू यसलाई चाहिँ के भन्छ अरे अब चिकन रोस्ट होइन के बनाउने अरे यसलाई यो चिकन रोस्ट हो चिकन रोस्ट दिस इज फ्रम चिकन रोस्ट रेसिपी फ्रम this is from my recipe this is from my recipe रे पहिले कस्तो काठे इङ्ग्लिस जान्छ नि त यार कुन खालको इङ्ग्लिस हो यो हेर्नु हो देखाइदिनु आजको सेप रे अनुहार हेर्दा मुला सानै बजाउने दबाई जस्तो छ सेप रे आज यता म चाहिँ के हो तिमी त अब हम्पाङको मुर्रावाला हो नि त अनि मुर्रावाला सेप हम्पाङको लु बबाल भयो अब चाहिँ चिकन रोस्ट हो मैले यो यस तोरीको तेल मजाले पार्नु पर्यो खान सक्नुहुन्छ फेरि यहाँनिर यो चाहिँ मटन पक्कु पक्कु मटन मटन पक्कु मटन पक्कु बन्दैछ त्यो रोस्ट बन्दैछ अनि छोइला बन्दैछ यता देखाउँ यता हाम्रो नेपाली अचार ट्याक्क होइन हरियो चना मटर हालेर अनि यो एउटा चाहिँ बन्छ सुकुटी टाइपको बन्छ अनि छोइला बन्छ होइन अनि यता सुकुटी टाइपको छोइला बन्छ अनि त्यसपछि यो हाम्रो पुलाउमा जान्छ पुलाउ बन्छ त्यसपछि हाम्रो उता ड्रिङ्क्सहरू अब वाइनहरू के छ केटाहरूले ल्यान्छ अब चिउरा सिउरा भइहाल्यो धेरै छैन गरिबहरू यस्तै हो दसैँ चाहिँ हाम्रो यस्तो हुँदैछ गाइजहरू होइन गाइजहरू फाइनल्ली होइन टक्कसँगले गुडो अनि हाम्रो चाहिँ बन्दैछ यहाँ चिकन
गाईचुरु यहाँले यहाँ रेडी हुँदैछ हाम्रो सामान चाहिँ गुटो। ह्याप्पी दशहरा, ह्याप्पी दशहरा। अनि टक्क यहाँनिर यस्तो यसको के बनाउने दाजु? चिकन रोस्ट होइन टक्कसँगले छोइला यहाँ बन्दैछ, मटन करी यहाँ हुनुहुन्छ, परुन हाम्रो दाई मालदाई, अनि यहाँ लुङ्स होइन लुङ्स फ्रम ताप्लेजुङ लुङ्स। ह्याप्पी दसैँ, ह्याप्पी दसैँ। अनि अचार होइन चाहिँ यहाँ टक्क सलाद सलाद यहाँ छ गाइज होइन। त्यस्तै छ होइन। आज चाहिँ हल्का दसैँ आएको जस्तो लागिरहेको छ। रमाइलो गर्नु पाउँदाखेरि चाहिँ एकदम खुसी लागिरहेको छ। गाइजहरू होइन टक्कसँगले अब चाहिँ हाम्रो सुरु भयो व्यवस्था। दसैँ स्पेसल पार्टी टक्कसँगले हेर्न सक्नुहुन्छ। हेलो गाइज, हेलो 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 ह्याप्पी दसैँ। दाजु यस्तो छ होइन गाइज हाम्रो चाहिँ होइन दसैँ स्पेसल होइन दाजु यस्तो छ है गाइजहरू। यस्तो गाइजहरू अब मिली मिली बस्नुपर्छ है। ल गाइज अब हाम्रो चाहिँ सुरु भयो दसैँ चेस गाइज 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 लै 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 दसैँ स्पेसल होइन। अब दसैँ स्पेसल चाहिँ यस्तै छ हुँदैछ तयारी टक्कसँगले। गिलासहरू चाहिँ लडिराखेको छ अनि ड्रिङ्क्सहरू चाहिँ अब लाउनु पर्ने हुन्छ होइन। ए यस्तै छ केही हुँदैन ठिकै छ होइन। यस्तै त हो नि हामी यस्तै हो यस्तै त हो नि ब्रो होइन। विजय सर उता सम्धि यता ल है सबैजनालाई ह्याप्पी दसैँ सम्धि दाजुहरू। गाइजहरू यस्तो छ हाम्रो दसैँ स्पेसल। अब चाहिँ हामी खानुपर्ने लु 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 के हो अरे चिकन रोस्ट हैन। त्यसपछि हाम्रो मटन करी उता छ, पुलाउ उता छ, अचार सलाद नेपाली सलाद इटालियन वाइन अनि ड्रिङ्क्स होइन कोटरेट। यहाँ चाहिँ अनि रानी खोइ त राजा रानी राजा रानी त बिजोक दाजु त यहाँ आम्मा राजा रानी नै बिजोक छ यहाँ। अब 5 केटी त धेरै भयो होला। लुङ्स